हेलो नमस्ते सेवारो सम्पूर्णमा साथीहरू। आज चाहिँ म तपाईहरुको सामु चाहिँ चटपटेको मसलाको रेसिपी तपाईहरुलाई शेयर गर्दैछु। तपाईहरुलाई मन पर्छ पर्दैन चाहिँ कसरी बनाउँछु भनेर चाहिँ तपाईहरुलाई म शेयर गर्दैछु। यो चाहिँ मैले सबै सामग्रीहरू चाहिँ सबै मिक्स गरिसकेको छु किनकि यो चाहिँ मैले अघि नै भुटिसकेको हो। अनि यो यसमा चाहिँ के छ भनेर तपाईहरुलाई चाहिँ म देखाउने छु। अनि एक साइडमा चाहिँ तिल छ, एक साइडमा तोरी अनि जीरा अनि धनिया अनि त्यसका साथसाथै अकबरी खोर्सानी अनि ल्वाङ सुकमेल मरिचहरू अलिअलि हालेको छु। अनि यसमा चाहिँ अरु तपाईहरुले पनि एड गर्न सक्नुहुन्छ। अरु सामानहरु अरु चाहिँ के हुन्छ भने यसमा चाहिँ जस्तै सिलाम भयो भने चाहिँ सिलाम पनि एड गर्न सक्नुहुनेछ। अनि त्यसमा चाहिँ आलस सिलाम हाल्यो भने चाहिँ झन् एकदमै मिठो हुन्छ। अनि मैले चाहिँ यो चाहिँ मेरो घरमा भएको सामान यति नै थियो। अनि मैले यो चाहिँ हल्का तपाईहरुलाई शेयर गर्दैछु है। तपाईहरुलाई मन पर्छ पर्दैन कमेन्ट गर्नु होला। मैले जानेको चाहिँ यति नै हो साथीहरु। अनि मैले चाहिँ यसरी चटपटे मसला चाहिँ तयार पार्ने गर्छु। अनि अब यसमा चाहिँ मिक्सरमा पिस्नु पर्छ। यो चाहिँ मसला तयारी हुन्छ। अनि लेट्स बाइ बाइ। ल साथीहरु फाइनली चटपटे मसला रेडी भयो है।